अस्ति 82 साल वैशाख गते 1 वर्ष भरे यति आयो। अनि त्यो यसलाई जस 15-22 दिनमा गोरु खोज्छ अनि धेरैचोटि गोरुमा लग्यौँ अनि लाँदै भएन। नभए दुःख दिएको भन्दा पनि अब छटाइ यताउति गाईमा त्यस्तो चाहिँ छैन। यो अरू खानपिनकै कारणले होला नरहेको जस्तो लाग्छ मलाई चाहिँ। गाईको चाहिँ पाठेघरमा जम्मा 4वटा रिङहरू हुन्छन्। 4वटा रिङमध्ये एउटा रिङ भनेको अगाडिको रिङ चाहिँ एकदम यसको लुज भएको देखिन्छ अहिले हेर्दा। अब फोहोर मैला नदेखिएको कारणले गर्दा यसको। नमस्कार साथीहरू, तपाईँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी यो दुईटा गाईहरूलाई चाहिँ चेक जाँच गरेर हेर्न खोजिरहेका छौँ। कोराली बाछीलाई कृत्रिम गर्भधान गरेको 3 महिना पुगिसकेको छ र यसको चाहिँ प्रेग्नेन्सी डायग्नोसिस गर्छौँ। यो जुन गाई देख्नु भएको छ तपाईँले पछाडिपट्टि, यो गाई चाहिँ करिब 1 वर्षभन्दा अगाडिदेखि चाहिँ बारम्बार उल्टिरहेको छ, रिपिट भइरहेको छ। यसको चाहिँ गर्भ बसिरहेको छैन। कृषकले लामो समयदेखि निकै धेरै खर्च गरिसक्नु भएको छ। कहिले गोरु लाउनु भएको छ, कहिले चाहिँ सुईबाटै गर्दाखेरि पनि थामिरहेको छैन। आज पुनः फेरि मसँग चाहिँ सल्लाहमा आउनु भएको छ र मैले चाहिँ यो यतिको राम्रो गाईहरू बाँझोपन आएको कारणले बेच्नु भनेको कृषकका लागि चाहिँ निकै ठुलो नोक्सानी हो। दुध त दिइरहेको छ तर 1 वर्षदेखि चाहिँ उल्टिरहेको छ। हामीले यतिको गाईहरू अहिले बजारमा किन्दा 1 लाखभन्दा माथि मूल्य लगाएर ल्याउँछौँ र पुनः फेरि गर्भधारण हुन नसक्दाखेरि यसलाई चाहिँ हामीले थारोको दाममा बेच्नुपर्ने हुन्छ। करिबन कतिमा ल्याउनु भएको तपाईँहरूले यो गाई? 72,000मा किनेर ल्याउनु भएको गाई। यो चाहिँ यहाँ आएर ब्यायो। ब्याइसके पछाडि चाहिँ पुनः ब्याउन नसक्दा यसलाई चाहिँ हामीले 15-20 हजारमा बेच्नुपर्ने, मासुको दाममा बेच्नुपर्ने त्यस्तो खालको अवस्थाहरू आउन सक्छ। के कारणले भएको छ यसको चेक जाँच गरेर हामी हेर्छौँ र उचित सल्लाह अनुसार सकेसम्म यो गाईलाई चाहिँ फेरि ब्याउने बनाउनका लागि हामी चाहिँ यसलाई उपचार पनि गर्नेछौँ र केही समय अगाडि यसलाई हामीले आन्तरिक परजीवी विरुद्धको औषधिहरू खुवाइसकेका छौँ। अहिले पनि गोबर चाहिँ पूर्ण रूपमा बाक्लो भइसकेको अवस्था छैन। साथीहरू, तपाईँहरूले भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला र म यही प्रसङ्गमा, यही विषयमा चाहिँ कृषकसँग पनि छोटो म प्रतिक्रिया तपाईँहरूलाई देखाउनेछु। नमस्कार। नमस्कार, मेरो नाम देवी सेडाई, बिर्ता मुन्नौ। हजुरले यो गाई पालन गर्नुभएको छ, दुध कति दिन्छ? दुध अहिले 10 लिटर हो। दुध चाहिँ हिजो आज घटेर 8 लिटर चाहिँ दोइरहेको छु। 8 लिटर कति भयो यो ब्याएको चाहिँ? अस्ति 82 साल वैशाख गते 1 वर्ष भरे यति आयो। अनि के छ अहिले चाहिँ यो फेरि ब्याउने चाहिँ भएको छैन है? ब्याउने भएको छैन। यो यसलाई जस 15-22 दिनमा गोरु खोज्छ अनि धेरैचोटि गोरुमा लग्यौँ अनि लाँदै भएन। नभएपछि एकजना प्राविधिकलाई ल्याएर लायौँ, उहाँबाट पनि भएन। फेरि अर्को लायौँ, उहाँबाट नभएर अहिले लास्टमा जस तपाईँबाट हुन्छ भनेर तपाईँलाई भनेको। यसको चाहिँ गर्भ नरहने खालको समस्या छ हैन? साह्रै धेरै खर्च गरिसक्नु होला। हजुर। गाई किनेर ल्याउनु भएको कतिमा भन्नु? 72,000मा। दुःख दिएको भन्दा पनि अब छटाइ यताउति गाईमा त्यस्तो चाहिँ छैन। यो अरू खानपिनकै कारणले होला नरहेको जस्तो लाग्छ मलाई चाहिँ। गाई हेर्दा स्वस्थ पनि छ, राम्रो पनि छ। अब हामी गाउँमा बसेर दुःख गर्छौँ, केही हुन्छ कि भनेर गर्छौँ। यस्तै समस्या आयो भने त केही हुँदैन। यसको लागि राम्रो प्रविधिकलाई भेटेर राम्रो चेक जाँच गरेर भरिसके यो एकैचोटिमा होस्, किसानले दुःख नपाऊँ भन्न चाहन्छु। साथीहरू, आज चाहिँ हामी यो गाई धेरै पटक उल्टिरहेको गाईलाई चाहिँ चेक गर्दैछौँ। यसको भित्र पाठेघरमा चाहिँ कस्तो समस्या छ त्यो हेर्छौँ। यो कतिचोटि उल्ट्यो भन्नु हो? 10 चोटि जति भयो उल्टेको भन्ने हुन्छ। 1 वर्षभन्दा अगाडिदेखि चाहिँ यसलाई धेरै पटक गोरु पनि लाउनु भयो क्यार होइन? गोरु पनि लाउनु भएको छ अनि कृत्रिम गर्भधान पनि गर्नुभएको छ। अब यो कृत्रिम गर्भधान र गोरु लगाउँदैखेरि खर्च चाहिँ कति गर्नुभयो दाजु टोटल गर्दा? 8-10 हजारभन्दा माथि चाहिँ यो हन्जा लाउने विषयमै धेरै नै ठुलो खर्च गरिसक्नु भएको छ र मैले चाहिँ आज यो गाईलाई आज हेर्दैछु। अब यो 10 दिन अगाडि पनि यसले हन्जा खोजेको छ भन्दै हुनुहुन्थ्यो होइन? यो अहिले त्यस्तो खुलेर हिटमा आएको छैन तपाईँको गाई होइन? त्यस्तो धेरै छैन। अब यसलाई हामीले नामले जुकाएको दबाईहरू खुवाएको छौँ भर्खरै। यो सामान्य टोनोसिटी देखाउँछ तर फोहोरहरू चाहिँ सेपिने गर्ने त्यस्तो केही पनि छैन अहिले चाहिँ होइन? यो आउन खोज्दै गरेको अवस्था हुनसक्छ। यो खुलेर आउँदा भोलि पर्सितिर मात्रै आउँछ।
यसलाई नाम्लेको दबाई खुवाएको आज 3-4 दिन भएको छ। अब अहिलेको कन्डिसनमा हेर्दा चाहिँ ठुलो समस्या त्यस्तो देखिँदैन। यसको चाहिँ पाठेघरको मुखमा एउटा रिङ चाहिँ अलिक लुज छ। गाईको चाहिँ पाठेघरमा जम्मा 4वटा रिङहरू हुन्छन्। 4वटा रिङमध्ये एउटा रिङ भनेको अगाडिको रिङ चाहिँ एकदम यसको लुज भएको देखिन्छ। यही अवस्थामा चाहिँ म त के सल्लाह दिन्छु भने अहिलेकै अवस्थामा हामीले औषधि राखेर छोडिदिउँ, किनभने यो टाइम हुन्छ। अब 3-4 दिनमै खोज्यो भने चाहिँ लाउने नलाउने सल्लाह गर्नु पर्यो। यसलाई चाहिँ के भन्छ भने हन्जा खोजेर पुरा लक्षण देखिनुभन्दा 2-3 दिन अगाडिदेखि सामान्य यस्तो लक्षण देखाउँछ र सेटिन्छ। यो साथीहरू हामी यसलाई चाहिँ दबाई राख्दैछौँ अहिले। अब दबाई राखेर 5-7 दिनमा यसले फेरि हन्जा खोज्छ। खोजेपछि हामी चाहिँ यसलाई कृत्रिम गर्भधान गर्छौँ। तर कृत्रिम गर्भधान गर्दा पनि हामीले चाहिँ यसको पुनः एकचोटि पाठेघरको चेक जाँच गरेर मात्रै गर्छौँ। गाई चाहिँ खुलेर अहिले हिटमा आएको अवस्था छैन र यसको पाठेघरको चेक जाँच गर्दाखेरि चाहिँ यसका जम्मा 4वटा रिङहरू हुन्छन्। पाठेघरको चाहिँ रिङ हुने गर्छ। त्यो प्राकृतिक रिङ अथवा ढोका भन्छौँ हामी त्यसलाई। पाठेघरको मुखमा हुन्छ। त्यो चाहिँ 4वटा रिङमध्ये एउटा रिङमा चाहिँ एकदमै लुज अथवा फ्लेक्जिबल अवस्थामा चाहिँ छ। यो चाहिँ विभिन्न सङ्क्रमणको कारणले पनि हुनसक्छ। बारम्बार उल्टिरहेको रिपिट भइरहेको कारणले आज हामी यो गाईको चाहिँ पाठेघरभित्र औषधि राखेर उपचार गरिसकेका छौँ। तपाईँहरूले भिडियोमा भर्खरै देख्नु पनि भएको छ। र यसलाई चाहिँ हामीले पुनः फेरि हन्जा खोजिसके पछाडि यसलाई चाहिँ खुवाउनु पर्ने विभिन्न प्रकारका भिटामिनहरू हुनसक्छन्। मल्टिभिटामिनहरू, मिनरल पाउडरहरू हामी खुवाउँछौँ। यसलाई चाहिँ अन्य अरू औषधिहरू अब पाठेघरमा आज हामीले चाहिँ नर्मल औषधि राख। अब हेरौँ यसले कति दिन पछाडि चाहिँ हन्जा खोज्छ। र कम्तीमा पनि गाईले हन्जा खोज्ने समय भनेको चाहिँ 18देखि 21 दिन 22 दिनभित्रमा आउनुपर्ने हुन्छ। यो चाहिँ अहिले चाहिँ 12-15 दिन अथवा 15 दिनको पेरिफेरीमा आइरहेको छ भन्नुभएको छ। आज हामीले उपचार गरेपछि 21 दिन पछाडि आउनुपर्छ र यसलाई चाहिँ हामी प्रयास गर्छौँ सकेसम्म यो बाँझोपन नआओस् भन्नका लागि। यो मन परेमा लाइक, कमेन्ट र सेयर गर्नुहोला। यस्तै प्रकारको भिडियो हेर्नका लागि मेरो युट्युब च्यानल न्यू कृषि प्रविधिलाई सब्सक्राइब गर्नुहोला। आजलाई भने बिदा दिनुहोस्। धन्यवाद। नमस्कार।